हेलो एभ्रिवान, आजको छोटो मिठो ब्लगमा हजुरहरूलाई फेरि स्वागत छ। आज चाहिँ मेरो साथमा हुनुहुन्छ सौगात दाई र सौगात दाई र म चाहिँ हडिया किन जाँदैछौँ भनेर हजुरहरूले अगाडि हेरेर थाहा पाइसक्नु होला। र हडिया जाने क्रममा चाहिँ के कस्तो भयो, कसरी पुग्यौँ हजुरहरूले भिडियो मार्फत देख्न सक्नुहुन्छ। खोलाबाट बाइक नतर्ने भएको कारणले हामी झोलुङ्गे पुलबाट चाहिँ बाइक लिएर जाँदैछौँ। जाउँ होइन? जाउँ। भोलि चाहिँ के भयो? अब तना भयो यार, कहाँ छिरो त अनि अब बोकेर छिराउनु। ए लु पास दाइ लाइसेन्स भोलि लिनु यो अलक्षिने ठाउँमा आइपुग्यो। अनि अब हामी चाहिँ खासमा खेत हेर्न गइन्छ क्या, केरा बगानतिर। अनि केरा बगान हिँडेको सो उताको बाटो चाहिँ पुल छैन, त्यही भएर बाइक चाहिँ यता झोलुङ्गे पुलबाट तारियो दुःख सुख। तर अब यहाँ आएर यता उता भयो, यता पनि बनिन्छ बाटो, यता पनि छ, यता त्यता हो र। यो हाम्रो सुरुवात अन्तिम बाँकी छ हो अन्त्यसम्म हेर्नु होला। अब यहाँबाट कसरी जानु त? चक्का त पुरै घुम्दैन। तर धान रोपेको रहेछ यार, कत्रो मुठा हो, खरको मुठा जत्रो रोपेछ कसमै। अब पानी आउँछ के अरे बाढी, अनि त्यही भएर होली छिर्छ के अरे। यहाँ हेर्नु कत्रो मुठा यार धान, सानो मुठा हो धानको। हो ल अहिले चाहिँ हामीले ठ्याक्क लगाएर धेरै बालुवाकोमा लड्दै पढ्दै भन्नु नमिल्ने। अहिले चाहिँ मेन रोड भेटाइसक्यो है हामीले, मेन रोड। ल अब चाहिँ पुगिन्छ ढुक्कले। ल साथीहरू, अहिले चाहिँ हामी दुःख सुख नयाँ बाटोले गर्दा अलिअलि दुःख पाइयो। सो अहिले चाहिँ हामी हडिया बजार प्रवेश गर्दैछौँ। योभन्दा अगाडि चोक छ भने अलिकति सानोतिनै बजार छ, त्यति ठुलो हडिया बजार छैन। हामी चाहिँ यहाँबाट भित्र छिर्छौँ, यहाँबाट जान्छौँ। ल साथीहरू, अहिले चाहिँ हामी हडिया ठ्याक्कै हडियाको यहाँ छ, केराहरू देख्न सक्नुहुन्छ है। केरा चाहिँ यो हाम्रो यति चाहिँ हो, यो चाहिँ लगभग हामीले 3-4 महिना अगाडि रोपेको होइन। आउँदैछौँ अब हामी बालुवा घानी हुँदै बालुवाभित्र छिर्दै पनि जसो तसो गन्तव्यमा आइसक्यो। हाम त दाइ मार्ने लाग्ने कि यता प्रडक्ट चाहिँ मलाई अलिक नराम्रो लाग्छ, नत्र सबै कुरा राम्रै लाग्छ भनौँ न। तर पहिला पात भएको चाहिँ काटिदिनु पऱ्यो भनेको थिएँ। अब काट्ने कुरा उ त्यो यहीँनिर गएर ल्याउनु पर्ला। केराले चाहिँ छो एउटा रोपेको 3टासम्म बनाइसकेको छ यार। सेतो केरा हो त। ल हाम्रो केरा बगान चाहिँ यस्तो छ भनेको, घाँस पनि काट्दै हुँदो रहेछ ककसले। पानी त जम्ने छैन, ठिकै छ। कति प्रायः केराहरू पात पहेँलो यिनीहरू सबै काटिदिनु पर्थ्यो र। एक दिन हामीलाई म चाहिँ एक राउन्ड जहिले आएपछि घुम्ने गर्छु कि यता। अनि यहाँ पनि राम्रै भएछ, सानो दाइ यहाँ 300+ होला हौ, 300 लगभग 350 हारारी छ यहाँ बोर्ड चाहिँ। तर यस्तो सबै यो दाइलाई म काट्ने कुरा माग्नु पऱ्यो। घाँस काट्दै हुनुहुन्छ जस्तो लाग्यो। अनि सो फाइनली हजुर दाइ के अरे यहाँ यस्तो बिरुवाहरू हान्दै रहेछ। यत्रो पनि बिरुवा छ त यार, यो त्यसले पनि बिरुवा निकाल्दैछ यहाँ चाहिँ दाइ होइन। यो दुइटा चाहिँ ठुलो भएछ, यिनीहरू चाहिँ होला जस्तो लाग्यो मलाई। हुन त केरा यसै पनि हुने हो, घाँस यसरी काट्छ साथीहरू। यता चाहिँ चिल्ल पारेर काट्नु जोस्, घाँस काटिदिनु भने पनि सुरक्षितै हुन्छ। ल हाम्रो केरा ल हाम्रो चाहिँ केरा चाहिँ यस्तो भइसकेको रहेछ। म लगभग 1 महिना पछि आएँ होइन। अब घामले यस्तै पाराले चाहिँ ढलिन्छ होला। यो चाहिँ मैले अलिकति गाउँतिर हुने केरा रोपेँ हो क्या। यो अलिकति सेतो केरा हुन्छ गाउँतिर चाहिँ, त्यही केरा चाहिँ लिएर झारेर रोपिदिएको हो होइन। तर कोही चाहिँ होला जस्तो छ, जस्तै यत्रो बढ्छ। कुनै चाहिँ राम्रै छ, कुनै बढ्दैछ। तर ल साथीहरू, हामीले चाहिँ केरा निरीक्षण गरेर पनि फर्किसक्यो। घामले मार्ने बेला भइसक्यो। अब चाहिँ हामी माथिल्लो बाटो भन्दा पनि अघिको बाटो भन्दा तलबाट जान्छौँ होला। तलैबाट जान अलिक सहज देखियो, त्यही भएर
हामी तलबाट जानेवाला छौँ है त। आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट मार्फत भन्न नभुल्नु होला। आजलाई चाहिँ भिडियो यति नै, बाई बाई।